हेलो एभ्रिवान नमस्ते एन्ड वेलकम ब्याक टु माई मिनी भ्लग आजको मिनी भ्लगमा चाहिँ हामीहरू सबै फ्यामिली परिवार चाहिँ लन्डन भिजिट गर्दैछौँ अनि कहाँ कहाँ जान्छौँ के गर्छौँ त्यो हजुरहरूलाई मैले साथसाथै देखाउने छु लगेर जाँदैछु है त साथीहरू यति बेला हामीहरू छौँ अल्डरसोट स्टेसनमा यता बुवा म अनि नातिसँग चाहिँ यहाँ फोटो खिच्दै वैसिन्छ भने यता मेरो छोरा चाहिँ यहाँ पपकर्न खाएर इन्जोय गर्दैछ बुवा मको चाहिँ यो फर्स्ट युके भिजिट रहेको छ साथीहरू अनि त्यसमाथि चाहिँ हामीहरू फर्स्ट टाइम सेन्ट्रल लन्डन लगेर जाँदैछौँ बुवा मलाई सो अहिले चाहिँ हामीहरू सबैजना ट्रेनमा बसिसकेको छौँ अनि ट्रेनबाट चाहिँ हामीहरूलाई लन्डन वाटरलू भन्नाले सेन्ट्रल लन्डन पुग्नको लागि चाहिँ एक्ज्याक्टली 45 मिनट्स लाग्छ तर त्यो दिन चाहिँ हामीहरू सन्डे सर्भिस भएको भएर सन्डे बाहिर निस्केको भएर चाहिँ एकदम डिलेजहरू भएको भएर अलि लेट पुगेको थियौँ है हामीहरू चाहिँ एकदमै ट्रेनहरू वेट गर्नु पऱ्यो र 2 ठाउँ ट्रेन चेन्ज गर्नु पऱ्यो होइन नर्मली एउटा ट्रेन अल्डरसोट स्टेसनदेखि वाटरलू डाइरेक्ट जान्छ 45 मिनट्समा धेरै टाढा त होइन साथीहरू हामी आइपुग्यौँ वाटरलू स्टेसन त्यसबाट निस्केर अब हामीहरू चाहिँ हिँड्दैछौँ अनि मेरो हस्बेन्ड चाहिँ अब यतै काम गर्ने भएको भएर उहाँलाई चाहिँ सबै इच एन्ड एभ्री रोड थाहा छ है सो यो हो लन्डन आई साथीहरू हजुरहरूले पक्कै पनि मुभीहरूमा देख्नुभएको छ होला है यो चाहिँ लन्डन आई अनि स्टेसनदेखि लिटरली 5 मिनट्स वकिङ डिस्टेन्समा छ है ल 10 मिनट भनौँ बच्चा बच्ची बुढाबुढीहरूसँग हेर्दा जुन साथीहरूलाई थाहा छैन यो चाहिँ हो लन्डन आई साथीहरू यसमा चाहिँ हामीहरू चाहिँ राइड जस्तै भित्र बसेर बिस्तारै लगेर चाहिँ होल लन्डन सिटी चाहिँ यसले भ्यू गराउँछ है पुरा लन्डन सिटी हेर्ने यो एउटा लन्डन आई भन्ने चाहिँ एकदमै फेमस ठाउँ हो अनि त्यसपछि हामीले लाइन हेरेको साथीहरू यति लामो लाइन थियो कि हस्बेन्डले चाहिँ अरू ठाउँ घुम्दै गरौँ अनि पछि फेरि फर्किँदाखेरि आउने हो सो त्यतिखेर भ्याए बेलामा चाहिँ चढौँला भनेर हिँड्यौँ अनि अर्को कुरा नि साथीहरू मेरो सासूमालाई चाहिँ गाडी लाग्छ अनि प्लेनहरू अनि कुनै पनि यस्तो चिजहरू चक्कर लाग्छ कि अनि उहाँलाई चाहिँ अलिक सिक फिल हुन्छ सो उहाँ चाहिँ नो म त चढ्दिनँ भनेर पहिल्यै भनिसकेको थियो है तर बुवा वाज क्वाइट एक्साइटेड साथीहरू यो हेर्न सक्नुहुन्छ लन्डन आईमा चाहिँ यहाँ सबै रोडमा चाहिँ यो सबै क्यारेक्टरहरू बस्छ है यो आर्टिस्ट भनौँ के भनौँ होइन सबै डिफ्रेन्ट क्यारेक्टरहरूले चाहिँ आफ्नो अब कला स्किल देखाएर बस्नुहुन्छ होइन अनि हामीहरूले चाहिँ अब उहाँहरूको चार्ली च्याप्टेन हेर्न सक्नुहुन्छ उहाँहरूको अब पर्फर्मेन्स हामीलाई मन पर्यो भने चाहिँ वी क्यान अलवेज गिभ देम सम मनी होइन अब डोनेसन दिन सक्छौँ यता कोही चाहिँ गाना गाएर एन्टरटेन गर्नुहुन्छ इट्स अल अबाउट एन्टरटेनिङ होइन आफ्नो स्किल देखाउने बुवा मलाई चाहिँ यो फर्स्ट टाइम थियो नि त्यसरी हेर्ने होइन मान्छेहरू त्यसरी आफ्नो स्किल देखाएको बाटोमा उभिएर सो बुवा र म चाहिँ एकदमै एक्साइटेड हुँदै हेर्दै भइसिन्थ्यो यता छोराले चाहिँ बुवा मको चाहिँ यहाँ फोटो लिँदै भइसिन्छ अनि मेरो काम त भिडियो मात्रै हो हजुरहरूलाई थाहा भयो के कुरा होइन मलाई चाहिँ भिडियोहरू बनाउनु पहिलादेखि नै एकदमै मन पर्थ्यो अनि म चाहिँ यहाँ भिडियो बनाउँदै बुवासँग चाहिँ गफ गर्दै हिँडिरहेको छु कस्तो लाग्यो आज हजुरलाई के मन पर्यो भनेर सोध्दैछु अनि बुवाले चाहिँ मजाले गफ गर्दै भइसिन्थ्यो है सो आजको भिडियो चाहिँ यति नै साथीहरू सो अर्को भिडियोमा म हजुरहरूलाई पुरा लन्डन भिजिट गराउने छु सो प्लिज हेर्दै गर्नुहोला अनि प्लिज धेरै माया गरिदिनु होला हाम्रो बुवामाको भिजिट यात्रालाई चाहिँ सफल बनाइदिनु होला थ्याङ्क यू सो मच